हेलो गुड मर्निङ गाइस सबैजनालाई नमस्ते। अन्त आज धेरै दिन बाद म भिडियो बनाउँदैछु। यहाँ मेरो छोरीले डिस्टर्ब गरेको हेर्नुहोस् न। म अलिक बिजी थिएँ नि त, अनि त्यसले गर्दा भिडियोजहरू बनाउनु पाएको थिएन। अन्त आज त म फेरि ब्रेकफास्ट लिएर आएको छु। तपाईँले भन्छ होला कति मोमोहरू खाएको भनेर, तर यो मोमो चाहिँ हिजो मेरो नानीको बर्थडे थियो नि त, अन्त सानो सेलिब्रेसन गरेको थियो। अन्त उसलाई मोमो पुरा मनपर्छ, अन्त त्यही कारणले मैले मोमो बनाइदिएको थिएँ। अन्त हिजो त मैले बेसी बनाएकोले गर्दा खानु सकेन। अन्त अहिले बिहान त फ्राई गरेर खाँदैछु। हिजो त मैले खाइनँ नि हो, अन्त सबैजनाले खाएर गयो बेलुका हो। अन्त हिजो मैले बिहान खानुपर्छ भनेर राखिरहेको थिएँ। अन्त अहिले फ्राई गरेर राखिरहेको छु। अन्त यहाँ मेरो अचार पनि छ। अन्त कस्तोसँग तपाईँलाई भन्छु ल। यो चाहिँ बिफको मोमो बनाएको थिएँ मैले। अचार पनि मिठो भएको होला। मैले तर हिजो चाखेन, एउटा पनि खानु मन लागेन बेसी बनाएकोले गर्दा कि। अब म खान्छु ल। मिठो भएको रहेछ। फ्राई गरेको त मिठो हुन्छ नि बासी मोमो। पिरो बच्चा छ है। मेरो नानी पनि खाँदैछ यहाँ दुईजना मसँग बस्छ है। कस्तो बस्छ मिठो मोमो? यस्तो भन्छ नो रियाक्सन नानीहरूको। मलाई त टेस्टी लाग्यो। मलाई त यस्तो लाग्यो। म फर्स्ट हुनु आँटे है। ओके म इन्सर बनाइकिन हुन्छु ल। मिठो भयो। उसकै बर्थडे थियो हिजो। हुन्छ ल। मेरो सानो नानीले पुरा मन पराउँछ मोमो, फ्राई मोमो। उसलाई स्टिम मन पर्दैन कि, फ्राई त पुरा खान्छ उसले है। अब खाऊ खाऊ। मिठो भएछ। यो त म खानै नसकेको बेसी बनाएकोले गर्दा नि। अन्त आज चाहिँ खाँदैछु, मिठो भएछ।
यहाँ त कस्तो जाडो छ कि त्यसले गर्दा तातो तातो खानु मोमो खानु मजा आउँदैछ जुसी भएछ मोमो पुरा मन पर्यो सक्यो अब छैन लास्ट मैले छोडेको फिनिस भयो लास्ट बाइट अब खत्तम भयो लास्ट बाइट खत्तम भयो लास्ट बाइट सरी ल अचार मिठो टमेटोको अचारमा मिठो छ हुन्छ अब नेक्स्ट भिडियोमा तपाईँहरूलाई भेटौँला हो थ्याङ्क यू फर वाचिङ बाई बस